एभ्रिवान सेवा नमस्ते यहाँहरु सबैजनालाई स्वागत छ खुसे ब्लग्समा। मैले चाहिँ आज चाहिँ अस्तिको ब्लगमा चाहिँ मैले स्टार्ट गर्न चाहिँ नछुट्यो। बनाउन त बनाएको त्यो मेरो क्लिप चाहिँ हराएछ, मैले भेटिन। सो मैले चाहिँ हामी चाहिँ धरान गएर चाहिँ ओसो पार्क चाहिँ एकदमै मजाले घुमेर एकदमै एक्सप्लोर गरेर आइसकेको छौं र एकदमै राम्रो लाग्यो। उहाँहरूले धेरै मेहनत गरेर धेरै राम्रो पार्क बनाउनु भएको रहेछ र तपाईहरु पनि सबैजना गएर घुम्दिनु होला र खुसे ब्लग्सलाई पनि डु सब्स्क्राइब, सबैजनाले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला भन्दै अब जाउँ है त सँगसँगै हामी कहाँ कसरी घुमेछौँ हेरौँ सबैजनाले। फाइनली साथीहरु हामी चाहिँ ओसो पार्कमा आइपुगेको छौँ। गर्मीले चाहिँ एकदमै हामीलाई चाहिँ तातो बाफले पोलिरहेछ, त्यही पनि हामी चाहिँ घुमघाम गर्दै हिँडिरहेको छौँ। श्रम स्वीकृति पार्क मेयर हर्क साम्पाङ ज्यूले चाहिँ सबैको साथ सहयोग सपोर्टले उहाँले बनाउनु भएको छ। हामी सँगसँगै घुम्नु होला सबैजना। म पनि फर्स्ट टाइम आएको छु एसडीएस रक गार्डन। पक्का भिडियोमा छु म। हामी चाहिँ हेर्नु होला सबैजनाले, एकदमै राम्रो बनाउनु भएको रहेछ। ओसो पार्क चाहिँ एकदमै खोलाको छेउमा, खोलाको बीचमा पुलहरू लाएर एकदम राम्रो तरिकाले बनाउनु भएको रहेछ साथीहरू। एकदमै राम्रो दृश्य। ओ त्यहाँ ढुङ्गामा गएर खिच्नु नि। ए हो ए ओसो पार्क एकदमै राम्रो बनाउनु भएको रहेछ। घुमिरहेको छौँ ओसो पार्कमा। मेरो छोरा चाहिँ अगाडि ओ क्याप्ने गर्मी लास्ट रहेछ। ओ हेलो फुलहरू पनि फुलेको रहेछ। नेटोपी तान ए पसिना लिएर खलखली छोरा निधाएर फेरि यस्तो बिजोग बनायो भने। ओसो पार्क टिकट नकाट्दा पनि हुने रहेछ है। टिकटहरू नकाट्दा पनि हुने रहेछ। अझै छ हो? म त के थिएन भन्छु। ए ल आउनुहोस् आउनुहोस्। ओसो पार्क फुलहरू फुलबारी राम्रो रहेछ आन्टी है। ठुल्ठुलो झ्यापझ्यापी हुने होला। हजुर कस्तो राम्रो फुल फुलेको रहेछ। एउटा खाली पेटमा उ होला हौ। श्रम स्वीकृति पार्क एकदमै श्रम स्वीकृति पार्क। यहाँ चाहिँ पैसा लाएर भन्दा पनि सबैजनाले श्रम गरेर चाहिँ पार्कलाई निर्माण गरिएको छ। धारा पनि रहेछ नि पानी खाने।
एकदमै सुविधा युक्त ठाउँ बनाइदिनु भएको रहेछ। पानी ग्लास पनि राखिदिनु भएको रहेछ त्यहाँ सबैजनाले धारामा। हेलो गाइस, यो चाहिँ यहाँ चाहिँ हातमा फुलको गमला हाम्रो नाना अनि उहाँको छोरा यलमहाङ राई साकेलामा बजाउने तिलम साकमाको पनि चित्र राख्नु भएको रहेछ। गाउँघरमा हामीले हाम्रो पुर्खाहरूले हाम्रो बाबामम्मीहरूले र हामीले पनि यसरी नै खेतीबारी गर्दै हलो जोतेर माग उत्पन्न गरेर एकदमै धेरै गर्मी धेरै गर्मी रहेछ यहाँ चाहिँ। पुरानो चिजहरू एकदमै मजाले निर्माण गरेर चाहिँ राख्नु भएको रहेछ यहाँ चाहिँ एकदमै सदुपयोग संरक्षण तरिकाले। हेर्दा हुँदैन स्टोरेज फुल भएपछि त हुँदैन यो चाहिँ हाम्रो पुर्खाले यसरी ढाकरमा धरानदेखि नुन चामल अरू मरमसलाका सामानहरू खाद्यान्नका सामानहरू यसरी बोक्थे है ढाकरमा। आउने यहाँ माथि उ त्यो चरा भएकोमा यति राम्रो बनाएको छ कि भिडियो हेर्दा नै अचम्म लाग्थ्यो, रमाइलो लाग्थ्यो। आफै आउन पाउँदा धेरै खुसी छु, रमाइलो भइरहेछ। पक्का भने पक्का बाँकी छ कि देश सोच्न सकूँ म, देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ म, देशकै लागि मर्न सकूँ, विचारको सम्पन्न एउटा सही नारा हो। आजभोलि अलिक हराउँदै गएको यो आरा धरान, यसको पनि जगेर्ना गरेको छ मूर्ति सहित। हजुर पाइनएप्पल माछा हेर्नु नि
कहाँ छ माछा हो पनि रहेछ हाम्रो सेलरोटी चिन्डोमा रक्सी होइन डालोमा सेलरोटी यस्तो चाहिँ हाम्रो संस्कृति हो है आरा काट्नेदेखि अहिलेसम्म पनि आरा त काट्ने सबै चलनहरू छ हजुर तल माछा हेर्ने ल हिँड्नुहोस् ल माछा हेर्नु हो हस् 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 हाम्रो चिन्डोबाट चाहिँ पानी आउने रहेछ एकदमै राम्रो एकदमै चिसो पानी आरा काट्दै गरेको दृश्य माछा पनि एकदमै राम्रो राम्रो रहेछ हाम्रो चाहिँ बच्चाहरूले यहाँनिर माछा हेरिरहेको छ एकदमै रङ्गी बिरङ्गी एकदमै राम्रो माछाहरू पाल्नु भएको रहेछ बच्चाहरू चाहिँ एकदमै रमाइरहेको छ बेबी दिनु हुँदैन खायो नि हस् हस् एकदमै राम्रो राम्रो पार्कहरू बनाउनु भएको रहेछ यहाँ हामीले चाहिँ एक्सप्लोर गरिसक्यौँ साथीहरू हजुरहरू पनि आउनुहुन्छ भिजिट गर्नु चाहन्छ भने प्लिज डु भिजिट श्रम स्वीकृति पार्क अनि एउटा सजेसन भन्न चाहन्छु है हामी चाहिँ एकदमै दिउँसो आएर चाहिँ एकदमै बढी गर्मी भयो हजुरहरू चाहिँ कि बिहान कि बेलुका आएर भिजिट गर्न सक्नुहुनेछ एकदमै मनोरम दृश्यमा ठुलो छ हजुर ठुलो छ तल ल आउजाउँ बेबी तल हेर्नुपर्छ हस् अब आएको बुझौँ आउने राजकुमारीहरू यता हेरेर से हाई भन श्रम स्वीकृति पार्क चाहिँ एकदम निकै ठुलो नै रहेछ हामीले चाहिँ अझै कति घुम्नुलाई चाहिँ सकेनौँ गर्मीको कारणले गर्दाखेरि सो अब चाहिँ हामी घर जानेतर्फ लाग्छौँ होला है हामी चाहिँ अब घरतर्फ लागेको अवस्था हेलो चाइनिज राजकुमारी यता हेर हाम्रो चाइनिज राजकुमारी गरिदिनु होला सबैजनाले क्रमहरू अझै पनि जारी नै रहेछ यहाँ चाहिँ गयो उनीहरू ऊ तल हाम्रो एकदमै पहिलाको झल्कोहरू झल्काउने खालको छ सबै सरर हामी चाहिँ सबैजना अब घरतर्फ लाग्दैछौँ साथीहरू एकदमै गर्मी भएको अवस्था जामै जाँतो ओखली मानी त्यो चाहिँ हामीले उ पो भन्थ्यौँ के पो जाँतो पनि रहेछ ओखली पनि रहेछ एकदमै हाम्रो पुरानो चिजहरूलाई चाहिँ निर्माण गरेर एकदमै मजाले बनाएर राख्नु भएको रहेछ यहाँ चाहिँ हाम्रो ढिकी पनि राखिदिनु भएको रहेछ हामीले चाहिँ पहिला हाम्रो पालासम्म पनि यसमै कुटेर खान्थ्यौँ गाउँमा ढिकीमा कुटेर चामल बनाएर खाना खाने काम गर्थ्यौँ सबैजनाले एकदमै गाउँघरको यादहरू झल्काउने सबै कुराहरू
निर्माण गर्नुभएको रहेछ यहाँ चाहिँ। अब चाहिँ हामी घरतर्फ लागिरहेको छौँ। हो लेट्स गो। एकदमै गर्मी भएको अवस्था आज चाहिँ। हामी चाहिँ मध्य दिउँसो आएको कारणले एकदमै गर्मी भयो साथीहरू। यहाँ चाहिँ अब बनाउने क्रम जारी नै रहेछ अझै पनि। हामीले चाहिँ मास्तिर एकदमै मनोरम दृश्य हेरेर आइसकेको छौँ। अब एकदमै मनोरञ्जन गरेर आइसकेको छौँ। अब चाहिँ भ्लग पनि धेरै लामो भइसक्यो, एन्ड गर्नतर्फ लागिरहेको छौँ हामी चाहिँ। त्यही थाहा, यो भित्र चाहिँ अर्को टिकट काटेर मात्रै पाउँछ अरे क्या। बाहिरबाट हेरेर चित्त बुझा भयो। आज त गर्मीले मारे। आजलाई चाहिँ यति नै साथीहरू। फेरि पनि भेट्ने आशा राख्दै आज चाहिँ हामी भ्लग इन गर्न चाहन्छौँ। बाई बाई।